सस्तोको लोभ, अनलाइन सप, ठगीको जाल। सस्तोमा ब्रान्डेड जुत्ता, कपडा, मेकअपका आइटमहरू, फर्निचरका सामानहरू लगायत यावत चिजहरू फेसबुक, टिकटक, इन्स्टामा देखिएका अनलाइन सपहरू साँच्चीको हो त? आजभोलि अनलाइन सपको नाममा सस्तो सामानहरूको बाढी नै आएको छ। लिमिटेड अफर, फेस्टिभ अफर, क्यास अन डेलिभरीका सर्भिसहरू लगायत विभिन्न बहानाहरू देखाएर हामीलाई अनलाइन सपमा चाँडै विश्वास दिलाइन्छ। पैसा त जान्छ तर सामान कहिले आउँदैन। मोबाइलमा देखिएका, मोबाइल स्क्रोल गर्दा आएका भिडियोहरू देखेर उत्साहित भएर सस्तोमा सामान पाए भनेर अर्डर त गर्नुभएको छैन? सावधान हुनुहोस्, तपाईँ ठगीमा पर्न सक्नुहुन्छ। नमुनाको लागि हामीले तपाईँलाई एउटा भिडियो लिएर आएको छौँ। यो भिडियो चाहिँ हामीले टिकटकको यो फर्निचर हब नेपाल भनेर छ त्यसबाट लिएको हो। यो चाहिँ एकदमै फेक हो। यसको लाइक, सब्सक्राइब हेर्नुहोस्, त्यो यसको फलोवर्स हेर्नुहोस्। यो फलोवर्सको पछाडि कुद्नु हो भने तपाईँको पैसा फस्न सक्छ। यस्तै अरू धेरै भिडियोहरू छन् जसलाई हामीले यसमा समावेश त गरेका छैनौँ, तर तपाईँले टिकटकतिर खोज्नु भने भेट्नुहुन्छ, जसको सामानको मूल्य चाहिँ आधीभन्दा सस्तो, तपाईँको 75% डिस्काउन्टमा राखेको देखिन्छ। तर यो आधिकारिक पसलमा यो सामान पाउनुहुन्न, तपाईँले खोज्दा पनि भेट्नुहुन्न। यो सामानहरू चाहिँ तपाईँको यो भिडियोहरू चाहिँ सबै इन्डियातिरबाट वा अनलाइनबाट लिएर कपी गरेर पोस्ट गरियो। सामान अर्डर गर्नुभयो, पैसा तिर्नुभयो, सामान आउँदैन, फोन उठ्दैन, तपाईँलाई ब्लक गरिन्छ। त्यस पछाडि अलिक टाइम पछाडि त्यो पेज पनि गायब हुनसक्छ र न सामान आयो न पैसा फिर्ता आउँछ अनि हामी पछुताउँछौँ। त्यही फेसबुकमा आएको एउटा पोस्टलाई हेरेर एकजना साथीले सामान अर्डर गर्नुभयो, तर त्यो सामान कहिले आएन। यो उहाँले नै आफूले व्यक्तिगत रूपमा राख्नुभएको फेसबुकको पोस्टलाई हामीले साभार गरेको छौँ। एउटा नमुना मात्रै हो, यस्ता धेरै घटनाहरू नेपालमा घटिरहेका छन्। सस्तोको लोभ नगर्नुहोस्। सामान अर्डर गर्नु अघि पेजको रिभ्यू हेर्नुहोस्, त्यसको आधिकारिक वेबसाइट छ कि छैन त्यसलाई हेर्नुहोस्। यदि सिओडी भए पनि झट्ट विश्वास नगरिहाल्नुहोस् र सिओडीको नाममा डाउन पेमेन्ट पनि यदि विश्वासिलो भएन भने डाउन पेमेन्ट पनि नगर्नुहोस्, नत्र तपाईँको पैसा गएपछि फिर्ता नहुन सक्छ। ल हेर्नुहोस् त, यो क्युआर चाहिँ हामीले यो जुन पसलको नाममा आधिकारिक क्युआर दिनुहोस् भनेर मागेका थियौँ। उहाँले चाहिँ डाउन पेमेन्ट 50% भन्नुभएको थियो। त्यो गर्नको लागि हामीले पसलकै क्युआर माग्दाखेरि उहाँले पसलको नाममा क्युआर त दिनुभयो, तर आफैले बनाएर र यसलाई स्क्यान गर्दाखेरि यो व्यक्तिको ब्याङ्क एकाउन्टको डिटेल्स दियो। यो भनेको सिधा व्यक्तिको नाममा जाने पैसा हो र यो पनि एउटा ठगीको माध्यम हो। हामी सचेत भयो भने